ल वेलकम टु आशिष लामा भ्लग। आज चाहिँ हामी सेन्टरसम्म जाँदैछौँ। आज चाहिँ फेस्टिभल छ रोमानियाको। अब त्यहाँ के हुन्छ फेस्टिभलमा, कस्तो कस्तो हुन्छ, आज कतिको सजाएको छ सेन्टर, त्यो देखाउँछौँ। यहाँको चाहिँ कल्चरल ठाउँ हो त्यो चाहिँ। धेरै पुरानो पुरानो घरहरू, बिल्डिङहरू तपाईँले देख्न सक्नुहुन्छ। पहिलो विश्वयुद्धभन्दा अगाडिको देखिको घरहरू त्यहाँ छ। तपाईँहरूलाई म सबै देखाउँछु। तपाईँले राम्रोसँग हेरेर प्रतिक्रिया दिनु नभुल्नु होला है त। ल हामी चाहिँ यहाँ सेन्टर आइपुगेछौँ। ल साथीहरू हाई गरिदिनु सबैजनाले। ल साथीहरू हामी सेन्टर आइपुगेछौँ। आज चाहिँ यहाँ अलिकति रमाइलो छ, माहौल रमाइलो छ। यहाँ भन्दा नि अलि अझ पल्लोमा रमाइलो छ। यो चाहिँ तपाईँले हेर्नु होला, यसरी हेर्नु होला तपाईँले। यो चाहिँ जो पनि रोमानिया आउनुभयो मान्छेहरू यहाँ आउनुभयो होला, तिमीश्वर एरियाको मान्छेहरू। त्यही भएर हामी दुईजना छौँ। कस्तो लागिरहेछ तपाईँलाई आज? एकदम ठिक छ। आज यहाँको वातावरण राम्रो छ। बिहानै त आउनु भ्याइएन, टाइम नमिलेर। अब अहिले एकदम राम्रो छ, रमाइलो छ आजको। आज हामी यो घुम्छौँ अनि यो एकदम हेर्छौँ र हामी अर्को योभन्दा नि बिग सेन्टरमा जान्छौँ। तपाईँहरूले हेरिदिनु होला लास्टसम्म, हेरिदिनु होला। यहाँ यस्तो राम्रो छ। अब तपाईँ अलि त आउनु न, तपाईँ अलि नदेख्ला जस्तो भयो। यसरी ल हेर्नुहोस् तपाईँहरूले के को यहाँ चिन्हहरू, सबै चिन्हहरू हो। तपाईँले भालु, त्यो भालु हो। तपाईँले भालु देख्नु भएको छ छैन? त्यो भालु हो। सबै एउटा आकृति बनाएको छ क्या। आज चाहिँ नेसनल डे हो। त्यही भएर तपाईँले नेसनल डेमा चाहिँ यहाँ चाहिँ एकदम रमाइलो बढाइ चढाइ गर्ने रहेछ यो ठाउँ रोमानिया। तिमीश्वर है तपाईँ आउनु भालुमा। भालु आउनु सर, भालुसँग फड्किजाउँ। भालु जोरी हेर्नु, यस्तो दामी सजाएको छ कि आज चाहिँ धेरै राम्रो बनाएको छ। कति मान्छे छ, मान्छे छ। तपाईँहरू सबैले कति सबैजना आइदिनु होला, मेरो भ्लगमा हेरिदिनु होला सबैजनाले है। के राम्रो छ। ल यता आउनु, यता घुमौँ पहिला। ल सबैजनालाई यो मेरो तर्फबाट आजको भ्लग छ है। हजुर साथी आउनुहुन्छ, ल हेर्नुहोस्। यता पछाडि आउनुहोस् न क्यामेरामा। ल आजको माहौल राम्रो छ। यति सबैजना घुम्न आउनु होला, सबैजना। चिसो छ, फेरि चिसो छ अलिकति। हिजोभन्दा अलिकति तातो हो क्या अरे आज है। त्यही भएर चाहिँ तपाईँहरूले कस्तो लाग्यो तपाईँहरूलाई यो रोमानियाको यो सेन्ट्रल सिटी तिमीश्वर? कमेन्ट गर्नु होला। है त। अब तपाईँहरूलाई हामी यहाँबाट अलिकति अगाडि गएर पल्लो सेन्टर देखाउँछौँ। यो भन्दा नि अलिकति तपाईँले राम्रो त्यहाँ देख्न सक्नुहुन्छ होला है। सबैजना छ यहाँ सबजना आउने, बियर खाने, नाच्ने। आज यस्तै रहेछ, नेसनल डे भन्दो रहेछ आज। सबैजनालाई वेलकम मेरो भ्लगमा, सबैजनालाई है। ल सबैजना, यो सबै मान्छे त पल्लो सेन्टरबाट है।
तपाईँहरूले भिडियो स्किप नगरिदिने होला। यहाँ पल्लो सेन्टरमा के भन्दै राम्रो हुनेवाला छ है। सबजना तपाईँहरूले पल्लो सेन्टरमा आएको त्यसैले ल है हामी चाहिँ घुम्दैछौँ के अरे सिटी सेन्टर घुम्दैछौँ। यहाँ माथि यहाँ हेर्नु आकाशमा पनि बत्ती नै बत्ती छ त्यसरी। युरोप है सिटी सेन्टर सिटी सेन्टर भने सरी सेन्टर मात्रै तिमीसेरा सेन्टर ल सबैजना है। सर केही न केही बोलिदिनु सर। खै तपाईँ आउनै भन भनिदिनु त। राम्रो छ जोस्। हामी अब फर्स्टचोटि होइन सेकेन्डचोटि आउँदाखेरि अलिक रमाइलो छ। जो चाहिँ क्रिसमसको माहौलले गर्दा आज चाहिँ नेसनल डे थियो यहाँ रोमानियाको, त्यही भएर अलिकति भिड छ भन्दा पहिलेको भन्दा। हेर्नु न मान्छे ल तपाईँहरू हेर्नु सक्नुहुन्छ। आज नेसनल डे भएर है त्यही भएर के हो सर यो सर के हो यो के लेखेको यो इङ्ग्लिसबाट लेखेर छ सरबिनी। ल सबैजना हाँसिरहेछ नि तपाईँ नि हो यताले ल सबैजना रमाइलो गरिरहेछ नि आज। हेलो सबैजना यहाँ आज चिल गरिरहेछ। कन्सर्ट जस्तो लाग्यो आज। कन्सर्टमा जस्तो चाहिँ छ आज कन्सर्ट हुन्छ आज। धेरै राम्रो छ है आजको भ्लग त नछुटाउनु होला। टुडे इज स्पेसल भ्लग है सेन्टरमा। ल साथीहरू हराउनु पर्छ ल भ्लगमा यहाँ यसरी गीत गाउनु भएको छ। हजुर आर्ट्स तपाईँले हेर्नु सक्नुहुन्छ। आर्ट्स पुरै तपाईँले सबैलाई स्वागत छ है स्वागत छ भ्लगमा। कुकुर डग रेलको बाटो आउँदैछ अरे भने जस्तो। ल सेन्टर हेर्नु ल है। तपाईँहरूले चाहिँ राम्रोसँग हेरिदिनु ल। तपाईँलाई अगाडि फ्रन्ट क्यामेराबाट देखाउँदैछु आजको बजार। ल यहाँ यसरी छ ल तपाईँ यहाँ सब स्केटिङ छ। स्केटिङ कि समथिङ के भन्छ अरे ल गेममा। ल हिँड्नु ल ठ्याक्क अब लास्ट सेन्टरमा आइपुगेका छौँ। यहाँको माहौल चाहिँ अलि राम्रो छ उताको भन्दा। अब गीत त यतै बजेर जस्तो लाग्यो। ल हाम्रो अङ्कल पनि हुनुहुन्छ। ल
यो चाहिँ राम्रो सबैभन्दा यहाँको डेस्टिनेसन नै आजको यही है हाम्रो। यहाँबाट हामी त जाँदैनवाला छैनौँ, तपाईँले छिटो हेरिदिनु ल। सेन्टर तपाईँले बिस्तारै देखाउँछ म घुमाएर। ल सबैभन्दा राम्रो यहाँ मध्येको तिमीश्वरको यो सबैभन्दा राम्रो हो। ल अब यता कन्सर्ट पनि भइरहेछ, तपाईँहरूमा कन्सर्ट पनि देखाउँछु थोरै, धेरै देखाउनु सक्दिनँ। कन्सर्ट पनि हेर्नु सक्नुहुन्छ, कन्सर्ट यहाँ कन्सर्ट भइरहेछ है। त्यही भएर भाषा चाहिँ यहाँको बुझिँदैन, अब के हो है, तर कन्सर्ट भइरहेछ, नाचिरहेछ, गाइरहेछ, त्यति मात्रै बुझौँ। तपाईँले हेर्नु सक्नुहुन्छ यो झिलिमिली बत्ती है। अब यता यहाँ चाहिँ सबै तपाईँहरूले चाहिँ आर्मी पुलिसको कार्यक्रमहरू चाहिँ यहाँबाट सञ्चालन हुन्छ। त्यही भएर आउनुहोस् साथीहरू यता। सबैजना यो कन्सर्टमा बसिरहेको छ। ल नेसनल फ्ल्याग, रोमानिया फ्ल्याग, ओके। ल त्यसो तपाईँ यता आउनु होला। ल ल हेर्नुहोस् रोमानिया मसँग है। ल सबैजनालाई यो ल यो ब्युटिफुल छ है, राम्रो छ है। सबैजना हेर्दिनु होला। यो चाहिँ हर्स है, 2 हर्स, ओके। ल 2 हर्स सबै राम्रो छ यहाँ, राम्रो सोचे भन्दा राम्रो छ। अब तपाईँले यसरी देखाउँछु म यहाँबाट पुरै हेर्नु भयो। अब तपाईँलाई म मेरो अनुहार हेर्दा हेर्दा वाक्क भइसक्नु भयो होला। तपाईँलाई म अब पछाडिबाट देखाउँछु है, फ्रन्ट पछाडि क्यामेराबाट देखाउँछु है त, ओके। Atâta de drag când vă văd cântând și știu că mi-e un pic fric și nouă ne este, dar nu mai contează pentru că petrecem împreună Ziua Națională a României și suntem mândri că în piept ne bat inimi de români. Hai cu Argeliana! Vreau să mergem cu păruți pentru toți fetemașii! आज भ्लग बनाउँदै थिएँ, लास्टमा थाहा भयो आज बर्थडे रहेछ। अन्तिमै घरबाट फोन आयो, त्यही भएर थ्याङ्क यू। ल हामी बर्थडेमा छौँ है आज। ल लास्टमा थाहा भएको बर्थडे, फेरि घर जाने बेला भ्लग अन्त्य गरिसकेको थियो। फेरि पनि जन्मदिनको शुभकामना। धन्यवाद।